हेलो नमस्ते राम राम हाम्रो युट्युब च्यानलको तर्फबाट सबैलाई नमन। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ र आफ्नो परिवारलाई राम्ररी ख्याल राखिराख्नु भएको छ। आज म तपाईहरुलाई पाँच थरको मिक्लाजुङ गाउँपालिका 3 आरुबोटेको घटना सुनाउन गइरहेको छु। यो घटना सुनाउनुको उद्देश्य कसैलाई सानो वा ठूलो देखाउनु होइन। यो घटना सुनाउनुको मेन उद्देश्य तपाईहरुलाई सचेत बनाउनु हो र भविष्यमा आउने यस्ता भवितव्यबाट बचाउनु हो। जेठ 6 गते सधैँ जसो पाँच थर मिक्लाङजुङमा सूर्य उदायो, बिहान भयो, कुखुरा बास्यो। कोही गाउँभरि नृत्य कर्मको लागि तयारी गरेर कोही बिहानको गाउँले काममा व्यस्त हुँदै थिए। स्थानीयले आरुबोटे स्थित 2 फरक घरमा 9 जनाको रक्ताम्य शव फेला पारे। स्थानीयवासी त्यस्तो विभत्स देखेर तुरुन्तै स्थानीय प्रहरीलाई खबर गरे। शवहरू छतविच्छेद अवस्थामा थियो। शवको प्रकृति हेर्दा हत्याराको क्रूरता स्पष्ट पारेको थियो। घटनास्थलको प्रकृति हेर्दा यो धेरै समयबाट प्लान गरी सुनियोजित तरिकाको हत्या थियो र अत्यन्त जघन्य अपराध थियो। स्थानीय बासिन्दाले फोन गर्ने बित्तिकै प्रहरी तुरुन्त घटनास्थलमा आयो। घटनास्थललाई नियन्त्रणमा लिई फोरेन्सिक टोली सहितको अनुसन्धान सुरु गर्यो। प्रहरीले 10औं शव फेला पारेपछि यो हत्या रहस्यको पर्दाफास भयो। 10औं शव अरू कोहीको नभई मानबहादुर माकिमको थियो। उनी धनराज शर्माको घर नजिकैको रुखमा झुन्डिएर आफ्नो आत्महत्या गरेको थिए। उनको शरीरमा पनि चोटपटक र रगतको टाटार थिए। यो 10औं शव भेटेपछि अनुसन्धान नयाँ दिशामा मोडियो र प्रहरीलाई अनुसन्धान गर्न सजिलो बनायो र अब प्रहरीको शंका मानबहादुर माकिकतिर मोडियो। प्रहरीको गहन अनुसन्धान, फोरेन्सिक रिपोर्ट, परिस्थितिजन्य प्रमाण र मृतकका आफन्तहरूसँगको सोधपुछबाट यो सामूहिक हत्या मानबहादुरले नै घटाएको भन्ने निष्कर्षमा पुग्यो। अब यो हत्या मानबहादुरले किन गरे? के कारण थियो यत्रा 9 जनाको विवश हत्या गर्नुको पछाडि र आफू झुन्डिनको पछाडि? अब अलिकति यो परिवारको बारेमा बुझ्नुपर्ने हुन्छ। मानबहादुरको धनराज शेर्मा साडुबाई थिए र सम्बन्ध राम्रो थिएन। मानबहादुरकी पत्नी गंगा मायाको बहिनी धनराजले बिहे गरेका थिए। मानबहादुरको आफ्नो साडुभाइ धनराजसँग लामो समयदेखि पैसाको विवाद चल्दै आएको थियो। मानबहादुरको आफ्नै श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन। धनराजकी पत्नी जस्मिता फियाकले मानबहादुरकी पत्नी गंगा मायालाई पटक पटक कुटपिट गर्थिन्। गंगा माया उनै मानबहादुरकी पत्नी हुन्। यसरी बहिनी जस्मिताले दिदी गंगा मायालाई पिट्दा मानबहादुरलाई पटक्कै मन परेको थिएन र धनराजको परिवारसँग क्रुद्ध थिए र भित्रभित्रै बदला लिने योजना बनाइरहेका थिए। यहाँ बदला लिने क्रममा मानबहादुर राति 2 बजेको समयमा पहिले धनराजको घरमा सुटुक्क पुग्छन्। उनले सुतिरहेको बेलामा धनराजकी पत्नी जस्मिता र उनको 3 छोरीहरू क्रमशः 12 वर्षकी, 9 वर्षकी र 7 वर्षकी लाई बन्चरो र खुकुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गर्छन्। धनराजकी सासू र ससुरा सोही घरमा पाहुना आएकोले उनको पनि हत्या गर्छन्। पीडितले आफ्नो रक्षा गर्न पनि पाउँदैनन्। यतिले पनि उनी सन्तुष्टि हुन्नन्। आफ्नो श्रीमती र आफ्नो छोरी सुतेको घरमा पुग्छन् र आफ्ना पत्नी गंगा माया र छोरीको सोही हतियारले हत्या गर्छन्। मानबहादुरको आफ्नी श्रीमतीसँग सधैँ झगडा हुने र सम्बन्ध विच्छेदको मुद्दा पनि चलिरहेको थियो। यो पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा भएका एकै परिवारका 9 जनाको निर्मम सामूहिक हत्याको घटना हो, जसले नेपाली समाजलाई गहिरो रूपमा स्तब्ध बनाएको थियो। यो घटना पारिवारिक विवाद, बदलाको भावना र त्यसले निम्त्याउन सक्ने जघन्य अपराधको भयावह अनुहारलाई उजागर गर्यो। आजको हाम्रो स्टोरी तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र यस्तो हत्याकाण्डबाट बच्नको लागि र हामीले आफ्नो समाजलाई बचाउनको लागि हाम्रो तर्फबाट के कस्तो कदम चाल्नुपर्ने हुन्छ कृपया कमेन्ट बक्समा लेखिदिनु होला।
धन्यवाद।